जोडी गर्नु जोडी जोडी हुनु भएको जोडी हुनु भएको यहाँसम्म मङ्गलम भगवान् विष्णु अरू भाँडो चाहिँ हान्न हालिरहनु न बनाएर सम्झाउन बिर्स्याउन हेर्नु त यहाँ मेरो नातिको गठन गरे भन्नुहुन्छ नि त बाबा यो मेरो नाति हो मेरो गठन गर्नु गरे यो गरे हो कसरी बटारे हो भन्नुपर्छ बिच कहाँ राख्ने बिचको गरेर बिचको गर्दै जाने बिचको गर्दै जानु त्यतिकै अहिले थोत्रो पानी सुकेर यसो गरेछु त्यही भएर के नि हजुर जानु नि त हजुर हुन्न जसको बिहा जसको नातिको वर्तनमा भजन गाउनु रे सारा खाने बाए ताइने बनाएको कसारा खाने बाए ताइने हात पसार वर्तमानको खानीमा कसारा खाने बाए ताइने हात पसार होला है सगुन आए भन्नु न सगुन सगुन आए सगुन आए यता बिजी हुनुहुन्छ सबैजना म आवाज चाहिँ यसो हेर्दै अब्जर्भेसन गर्दैछु बाबुको मम्मीले चाहिँ अब लोकल गरिरहनु भएको छ है हामी सबैजना कतिलाई कति पोइन्ट दिने हो भन्दैछु कि म हेर्दैछु कति पोइन्ट पाइन्छ ल नम्बर आउँदो त कसको हेर्नु ओके रोटी पकाउनु मेरो दिनु राखेर त खाना दिने होइन रोटी अब मैले पकाएर खानु बसेर बसेर खानु कस्ता भयो निकालेको थोरै हजुरहरूको के छ अब एकदम अब ओहो हजुरको नातिको यसरी वर्तन गर्न यसरी यहाँ क्यानाडा र अमेरिका वर्तन पाइयो भने यहाँभन्दा के चाहियो अब त पनि यहाँ नभएर मुक्तिनाथ मन्दिरमा दुबो दिशा न मलाई दुबो दिशा त्यसै प्रमोटर भएर खोल्या रहेछ र दुबो दुबो र जय साहब कस्तो लाग्छ हजुरलाई अब आज त अहिलेसम्म भोगै हुनुहुन्छ के त्यसैको त ध्यानै छैन पूजातिर ध्यान छ त्यही त अब हजुरहरू सबै यहाँ जुटेर यसरी गर्नु भएको छ अनि केही हामीलाई यहाँ आएर उपस्थित भइदियो नागलामा खुदो पठाएर पकाएर के अरे कसार बटारी काम सम्पन्न भयो होला अब बुकुवा भुट्न रायो सर्सो मेथी हलेदो सबै भुटेर तनु अरे ओ भद्रं कर्णेवी शृणुयाम देवा भद्रं वसेमा जलजातिरे रङ्गै तृष्टुवागु सस्तनुभिर्वशे मयि देवहितं जदायो ओम शतमिन्नु शरदो अन्ति देवा यद्रानसग्राजर सन्तनूना पुत्राशो यत्र पितरो भवन्ति मानो मदरिर्गदायुर्गन्तो हरितिर्माता सविता
लोकमित्र जागिन्छ असँग सदा सदा उच्च देव हो चढाइदिनु ओम रक्षा बन्धनाय नमः चढाइदिनु एउटा पहेँलो सुन्तला केही छ भने एउटा फल त्यहाँ रक्षा बन्धनमा चढाइदिनु होला अब ए भाउजू ऊ त्यहाँदेखिको सबै घल्चामा एउटा सेल चढाउँदै आउँछ पक्वानु भएन क्या बटुको ठुलो मामा फोहोरो जति सब क्लिन गर्ने हो यसलाई क्लिनिङ आँखामा ख्याल गरे चोबेर आफ्नो शिरमा सेचन गर त्यो कुसले त्यो गौदानमा पूजा गर्यो नि बाबु त्यो जल छ नि जल हो तिमीले आफैले बटुकले आफैलाई दिनु बाबु अलिकति यहाँ बुवालाई गुरु सम्झेर टिका लगाइदो निधारमा ओम नमो ब्रह्मदेवाय गोब्राह्मण हिताय जगत हिताय कृष्णाय गोविन्दाय नमो नमः अहिले अष्टकला हाल्दैन क्या भाँचेर हुन्छ हालिदिनु सबैमा हालिदिनु हजुर भयो हजुर भयो अब ल 5 सुनाइदिने हजुरले भइगयो नि भयो अब आचमन गर्ने ओड्ने निकाल्ने आचमन गर्ने हजुर आफू नि गर्ने ओ कुमा बटुकलाई नि गराउने बाबु जनै छो भुका हो हात थाप अघि जस्तै आचमन गर तिनटे आफैले गर अब आफू सिक्न पर्छ ल बाबु ल ए बाबु त्यो मालालाई जस्तो जनै लाग्नु होइन यता दाहिनेपट्टि भिजा छ होइन ठिक छ ल ठिक छ हो ल आचमन गर ओम अच्युताय नमः स्वाहा ओम केशवाय नमः स्वाहा ओम माधवाय नमः स्वाहा हात धोएर बाहिरपट्टि जल थाप्दै बाहिरपट्टि ओम गोविन्दाय नमः स्वाहा अब नानी त्यो गौदान गर्ने पैसा त्यहाँ माझमा राखिदिने बाबुलाई फुलले पूजा गरेर लगाइदिनु हजुर लाउ तिमीले पूजा गर त्यो पैसामा ओम नमो चढाउ ओम नमो गोब्धे श्रीमती पवित्राभ्यो नमो नमः ओम हिरावती धेनुमती स्वाहा यो बाबु त्यो पैसामा 5 रुपियाँ पैसामा यो जल खन्याउ मामाले सोली समाउने बाबुको आमाले दिने दिनु अर्को दिनु चोबेर 3टा घिउमा चोबेर दिने तिनीहरूले खोइ यहाँ हाले त दाजु यहाँ स्वाहा गरे त्यो पहिले दिया यहाँ चढाउने स्वाहा गर्ने बाबु फेरि दिनु चोबेर दिनु घुमेर आउँछ अर्को दिने है अब ओम देवता जमे विनियोग बाबु जग्गा मात्रै घुम नि त घुम यहाँ हो नि यहाँ हो है यहाँ अहिले आफू पछ्याटामा आइपुग सबै
ओम भवती भिक्षां मे देहि ओम भवती भिक्षां मे देहि मेरो आत्माले माग्छ र मैले माग्छु त मेरो आत्माले मागेर दिनु भागेको हेर्ने भनेको भागेको खिच्ने भनेको मैले त यहाँसम्म खिचेको त्यस्तो हो नि त अहिले त अब कहाँ तिमी सानो मेरो